हेलो एभ्रिवान, आज चाहिँ यता मेला छ कि बारीतिर खेतालो कोदो रोप्ने, त्यही भएर छ्याङ छान्दैछ उहाँहरू चाहिँ दुईजना मिलेर छ्याङ खाने भ्याउनु हो गाइजहरू। ओ बल्ल एउटा हिरो आइपुग्यो। हामी चाहिँ मेलामा हिँडेको अवस्था। यता हेर्दा मिनु त देख्दै नदेख्दो रहेछ। अगाडिको चाहिँ तरकारी अचार बोकेको हो रोटीको। यता पछाडिको मान्छेहरू चाहिँ के बोकेको भने भाँडा कुडा र के छ कुसुम थाहा छैन। गुरुम्फी उ तलतिर देख्नु सक्नुहुनेछ रहेछ। मौसम चाहिँ यस्तो भइरहेको आज हाम्रो गाउँमा पुरा वेदर। अनि म चाहिँ यता यहाँ खाजा बोकेर हिँडिरहेको छु। हमने खेत आराम से बुढ़े इसमें कैसे बनता बनना आलू आलू क्यामेराम्यान को खोइले त यस्तो छ हालत बिचरा। यो बेसीहरू चाहिँ भर्खर आएको। यो आज मेन चाहिँ यही हो, हेर्नु यहाँ यसको हालत खतरा भइरहेछ पखाला लागेर। ऊ चाहिँ उहाँ चाहिँ भरा छर्दै हुन्छ। आज तपाईँको मेला आज कतिजना छ खेताल चाहिँ सक्छ तपाईँको मेला आज? ए लु तपाईँ के गर्न जानुभयो उता? आमा छोरीको गन्थन। मुनि मात्र है पाटाको मेला सर्ने ढिलो चल्दा आउँदैन बिउ हाल्नु त आमा छोरीको गन्धन पछि म आएँ। कहाँबाट हो जान्छ चुइगाम पर्खाउँदै प्लाट प्लाट के रे मर राम्राले खाजा खाने बेलामा पानी परेको अवस्था। को हो यो? हाँस्नु त हाई भन्नु न यता हाई भन्नु न हातले हाई भन्नु। रोटी खाएको भन्नु। रोटी खाएको हाई हेलो गाइज भन्नु। हेलो गाइज भन्नु त। हेलो गाइस रोटी खाएको भन्नु। रोटी खाना खाएको कोही होइन।
मेरो सकेको अवस्था मेरो सकेर घर जाँदै गाइज मेरो सकेको घर जाँदै गाइजहरू